सम्पूर्णमा नमस्कार। म प्रवेश दाहाल। यतिखेर के आन्दोलन, कहाँ आन्दोलन, मतलब कि प्रोटेस्ट, अक्टोबर 9 को प्रोटेस्ट भनेर व्यक्तिको एरिया तोकिएको छ। ती एरियामा जेनजीहरू त्यो राजनीतिक दलको प्रतिशोध तरिकाले हामी जाने पक्षमा पनि छैनौँ। हामी यो सरकारलाई दबाब दिएर बरु हाम्रा माग र एजेन्डाहरू पूरा गर्ने पक्षमा छौँ। तर हामी अल्मलिएर त्यो राजनीतिक प्रतिशोधको तरिकाले व्यक्तिका घर घर घेर्ने तरिकाले हामी जाने पक्षमा छैनौँ। र किन जाने, के का निम्ति जाने, के पाइन्छ त्यहाँ गएर भन्ने पनि हुनु पर्यो नि त। माग र एजेन्डा बिनाका आन्दोलन गरेर हामी अल्मलिने र समय खिएर फाल्ने र व्यक्तिहरूलाई झगडामा फैलाउने पक्षमा छैनौँ। र त्यहाँनेरि राजनीतिक दलका कार्यकर्ताहरूले आह्वान गर्न सकेका हुन्छन्, कसले गर्यो त्यो थाहा छैन। र फेसबुकमा आएका पोस्टहरूका आधारमा आन्दोलन गर्ने भनेर भन्नु त्यो मूर्खता र अराजकता हो। र त्यहाँनेरि कसले सहभागिता गर्ने, के का निम्ति नै थाहा नभइकन व्यक्ति विशेषका घरमा गएर आन्दोलन गर्ने कुरामा हामी अगाडि बढ्ने छैनौँ। र समाजका विरुद्धमा, मतलब कि ती समाज व्यथिति, भ्रष्टाचार, अन्याय, अत्याचारका विरुद्धमा हामी बोल्ने व्यक्तिहरू, कुनै व्यक्तिका विरुद्धमा हामी, मतलब व्यक्तिकासँग हामी पंगा, मतलब त्यो व्यक्तिसँग हामी लड्ने पक्षमा छैनौँ। व्यक्तिहरू आफै साइड लागेर जानेछन् र त्यस्ता व्यक्तिहरू समाजका लागि घातक हुन् भने ती समाजका लागि आफै साइड लागेर जानेछन्। हस्त, धन्यवाद। र हामी जेनजीहरूबाट कुनै पनि आधिकारिक नोटिस होइन।